आज बालेन सेनाहरूले बालेनका वरिपरिका आउरे बाउरे धुबौरेहरूले कुन तहको गाली गलौज असिद्ध गर्दैछन्। एउटा अस्मी पराजुली भन्ने बहिनी केपी ओलीले समर्थन गरे बापत त्यो तहको आलोचना गर्नुपर्ने हो उनलाई। अनि बालनको समर्थन गर्दा चाहिँ राजनीतिक संस्कार हो क्या, हामीले सिकाएको स्वीकार्नुस् न। यो महेश बस्नेतको कुरोमा आएर यो बहिनी आज जुन अभिव्यक्ति पाइरहेको छ त्यो अभिव्यक्तिलाई हामीले गलतै भन्नुपर्छ। कसैको शुद्धिकरण गर्ने, कसैको रेप गर्ने भन्यो भने गलतै भन्नुपर्छ। तर एउटा कहावत यो पनि आउँछ, तू करे तो रासलीला और हम करे तो क्यारेक्टर ढिला। तिमीले गर्यौ रासलीला भयो, अरूले गर्यो त्यो चाहिँ क्यारेक्टर ढिला भयो। तिमीले पनि केही राम्रो भनेको छैनौ कसैलाई। तिमीले नि बहिनी बालेनलाई हत्यारा भनेको छौ। तिमीले आज साइबर क्राइममा गएर मुद्दा दर्ता गर्दैछौ, तिमीमाथि पनि मुद्दा लाग्न सक्छ बहिनी। तिमीले पनि त्यो प्रष्ट गर्नु पर्यो, बालेन हत्यारा हो, बालेन विदेशी दलाल हो, बालेन चोर हो, तिम्रो घर चोर्न गएको हो, बालेन फठा हो। तिमीले पनि त भनेको छौ। राम्रो भन्नेलाई राम्रै जवाब पाउँछ, नराम्रो भन्नेलाई नराम्रै जवाब पाउँछ। त तिमी पनि अहिले पढ्ने लेख्ने उमेरमा, आफ्नो करियर बनाउने उमेरमा 2-4 पैसाको लोभमा आएर अरूको चरित्रमा हत्या पुर्याउने तिमी पनि काम गरेछौ। त तिमी पनि राम्रो कसैको मुखबाट सुन्दैनौ। यसैलाई भन्छ हैन, जस गर्ने तस भर्ने, जस्तो गर्यो त्यस्तै पाइयो। त बाबु अब तिमीले गर्यो रासलीला भयो, अरूले गरेको क्यारेक्टर ढिला भयो। यस्ता यस्ता महेश बस्नेतको कुरोमा लागेर फुरुफुरु रोडमा नउफ्रौ, किनकि करियर बनाउनु छ अझै। तिम्रो यो अहिले जुन भइरहेको छ गलत छ। हामी त्यसलाई गलतै भन्छौँ। जसले रेप गर्छु भनेको छ त्यो गलत हो। तर तिमी पनि कसैलाई राम्रो गरेको छैनौ।